ओके हामी अहिले चाहिँ अब कब्रिस्तानमा छिर्नेछौँ र त्यहाँ हेर्नेछौँ के हुँदैछ होइन अनि अहिले चाहिँ एकदमै राति 12 बजिसकेको छ खै मनले मानिरहेको होइन तर त्यही पनि तपाईँहरूको लागि खै बिलिभ त लाग्दैन भूतदेखि होइन तर किन खै डर चाहिँ लागिरहेछ त होला हामी जानेछौँ है र आज हामी एक्सप्लोर गर्नेछौँ कि के भूत एक्जिस्ट गर्छ के भ्रम मात्रै हो हेरौँ है त तपाईँहरूको लागि गाइज ल गाइज यदि नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गरिदिनुहोस् है तपाईँको लागि हामी यति दुःख गरिरहेको छौँ ल प्लिज कब्रिस्तान चाहिँ गाइज तपाईँले अरू देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ गेट सेतो गेट चाहिँ कब्रिस्तानको गेट हो त्यहाँ चाहिँ मुस्लिमहरूलाई चाहिँ घाटी गरेको छ अनि जब हामी त्यहाँ भित्र जानेछौँ अनि तपाईँलाई देखाउनेछौँ के हुँदैछ ल लेट्स गो गाइज हामी हेलो गाइज अहिले चाहिँ हामी कब्रिस्तान छिरिसकेका छौँ डर लागिरहेछ यार एकदमै डर लागिरहेछ उयो गरी हेर्नु त के छ के हो हेर्थ्यो जनावर हो के हो सायद किन होइन अडी जाउँछ देखेको छैन होइन तर यहाँ किराहरू चाहिँ धेरै छ यो यताको साइडमा चाहिँ कब्रिस्तान छ हामी चाहिँ यो यसको साइडमा छौँ अहिले हेर्नु पर्दा हामी चाहिँ अलि अगाडि जान्छौँ योभन्दा है त सुनिल कस्तो फिल भइरहेको अहिले मलाई डर लागिरहेछ एकदमै डर लागिरहेछ क्यामेरा चाहिँ बन्द नगर्ने हामी लाइभ देखाउने सबैलाई ओके यहाँको इन्सिडेन्ट के भइरहेको थियो अरे कतिजनाको डेथ नि भएको थियो अरे डेट भएर यहाँ चाहिँ सुनसान भएको छ मान्छेले स्पेसली यहाँ चाहिँ गाडी काम गर्छ अरू त्यस्तो केही पनि होइन होइन तर यहाँ अगाडि बच्चाहरू बच्चाहरू कस्तो आएको सुनिस्